गुड मर्निङ एभ्रिवान। र तपाईहरुले बिहानै ब्रेकफास्ट गर्न चाहनुहुन्छ भने सिलगढी जाँदा सिलगढी फर्किँदा है र यहाँ भोटे भिर भन्छ है यो भोटे भिरमा यो जग्गामा यो भोटे भिर यता गान्तोकबाट आउँदाखेरि यहाँनिर जैन रेस्टुरेन्ट हो। यताबाट सिलगढीबाट आउँदाखेरि चाहिँ यहाँनिर चाहिँ यस्तो आएर चाहिँ यहाँनिर चाहिँ यहाँ जैन रेस्टुरेन्ट है, एकदम दामी स्वादिष्ट खाना पाउँछ फ्रेस बिहानको टाइममा। र चिया पनि यहाँ मजाले है, यो मटका टी पनि पाइहाल्छ हो। र यहाँनिर हेर्नु सक्नुहुन्छ एकदम बिहानको टाइममा मजाले के पानी लु गरम पानी पनि पाइहाल्यो है। र यहाँनिर चाहिँ एकदम दामी दामी खाजाहरू पाइहाल्छ हो। हाम्रो डिपिएचको म्याडमहरू पनि हुन्छ यहाँ। र अलिकति म्याडमहरूलाई नि सोधौँ, हाम्रो डिपिएचको म्याडम यहाँ अञ्चला भाउजू भाउजू कस्तो लाग्यो तपाईँलाई यहाँको? दामी छ है ब्रेकफास्ट, आलु पराठा एकदम दामी छ। र हेर्नु होला यहाँको। र यहाँ मेरो गेस्टहरू छ र उहाँहरूलाई नि सोधौँ है कस्तो लाग्यो खाजा? दामी छ है। र उहाँहरू चाहिँ आज मेरो आजको गेस्टहरू। र अब हामी यहाँबाट निस्किन्छ सिधै सिलगढी है। र हेरौँ सिलगढीबाट हुनु चाहिँ आज मेरो कन्फर्म पिकअप छ 2 बजीको। र 2 बजी पुग्नु छ, आरामले पुग्छ, आरामले त्यहाँ खाएर आरामले रेस्ट गर्नुपर्छ है। र मेरो भिडियो यसरी नै हेर्दै गर्नुहोस् तपाईँहरूले है। म प्रायः गान्तोक टु सिलगढी, सिलगढी टु गान्तोक नै कुद्छु है। र मसँग कन्ट्याक्ट गर्नु छ गान्तोक टु सिलगढी, सिलगढी टु गान्तोक भने चाहिँ 9832525034 मा कन्ट्याक्ट गर्नुहोस्।